हेलो गाइस, यो चाहिँ ट्राफिक चोक। आज चाहिँ मैले 99 भिजिट गराउँदैछु। यो चाहिँ ट्राफिक चोक चिनिसक्नुभयो होला। अनि यो 3टा बाटो छ, अनि 3टा बाटोबाट यता राइट साइडमा जानु होला। अनि यति अगाडि चाहिँ यहाँ बुटोल 99 सपको ठुलो बोर्ड लगाएको छ। अनि पहिलो तल्लामा होइन, दोस्रो तल्लामा छ 99 सप। अनि म यसरी जाँदैछु। अनि यहाँ दिदी हुनुहुन्छ। अनि यहाँ धेरै जस्तो 99मा सामानहरू पाइन्छ। यहाँ 99को साबुनहरू, सरफहरू सस्तोमा पाइन्छ बाहिरभन्दा। अनि यता चाहिँ गमला, बत्तलहरू, बकेटहरू चाहिएमा आउनु होला 99मा। अनि यो सबै 99को बत्तलहरू हो। अनि फेरि यो डब्बाहरू पनि 99को हो। अनि यो 99को 3 पिसवाला जग, साबुन राख्ने, यहाँ पर्फ्युमहरू पनि छ। अनि यो चाहिँ मेरो डिपार्ट हो, मैले नि काम गर्छु। यो चाहिँ स्टिलको डिपार्ट। अनि प्लेट, कटौरा, चिया छान्ने चक्कु चाहिएमा आउनु होला। यहाँ ससेसहरू, पापड, अचार, दालमोट, फिनेल, हार्पिक, धेरै सामानहरू पाइन्छ। धेरै जस्तो 99मा पाइन्छ बाहिरभन्दा मिलाएर। अनि यता रुमालहरू पनि छ। अनि यतातिर काँटाहरू साथीहरूले काम गर्दैछन्, दुईजनाले। यतातिर फुलहरू छ। अनि प्लेटहरू जस्तो खोज्यो त्यस्तै प्लेटहरू पनि पाइन्छ। यहाँ 99को 2 पिस 1 पिसवाला कटौराहरू, यहाँ सिसाको थरीवाला कपहरू पनि पाइन्छ। यतातिर नि गिलासहरू, कपहरू, जारहरू जस्तो खोज्यो त्यस्तै पाइन्छ। अनि यतातिर डोरमेटहरू छ 200-300को राम्रो। अनि यतातिर सिसाको सामानहरू, उहाँ साथीले उहाँ काम गर्दैछिन्। यता हेर भन्दा हाँसिन्छन्। उहाँ साथीहरू, उहाँ चप्पलहरू पनि पाइन्छ है। यहाँ चप्पल, फुल जे खोज्यो नि पाइन्छ। धेरै जसो 99मै पाइन्छ। आउनु होला सबैजना। मलाई त बोल्नै आउँदैन हौ, म त के बोल्ने भएँ। आउनु भिजिट गर्नु 99मा। अनि यतातिर चाहिँ गमलाहरू 300-400को गमलाहरू, बकेटहरू पनि छ। अनि पिर्काहरू, सिसाको बाउलहरू पनि छ। उहाँ साथी मैले जिस्काइरहेको थिएँ, हेर्न भिडियो बनाइछि नबना हाँसिरहेको थिएँ। एउटा चाहिँ अर्को साथी पछि। अनि यता चाहिँ अङ्कल हुनुहुन्छ। यता चाहिँ मैले सबैजनालाई ल बाई बाई टाटा गर्न लगाएको छु। ल सबैजना आउनु होला 99मा भिजिट गर्नु होला। हस्त नमस्ते।